हेलो गाइसहरू, अहिले चाहिँ हामी रोमानियाको रोडिया सिटीको पार्कतिर जाँदैछौँ। यहाँको लोकेसन तपाईँले हेर्न सक्नुहुनेछ। हामी पार्कतिर जाँदैछौँ अनि मेरो साथीहरू चाहिँ अगाडि अगाडि गइदिरहेको के म चाहिँ है एक्लै पछाडि है जाँदैछौँ। चर्चमा घन्टी बजिरहेछ। यहाँ चाहिँ हरियाली चाहिँ सधैँ भइरहने के। अनि के छ खबर, सबैसँग चाहिँ आरामै हुनुहुन्छ होला। आज चाहिँ आइतबारको कामको छुट्टी भयो अनि त्यही भएर म चाहिँ यतातिर घुम्न छु पार्कतिर। देखाइदिएछु, किन नदेखाउनु। सबै थाकेका छन् हिँडेर दौडिसक्यो सबैलाई। मजा लास्टमा छु। सोर्याम यहाँ बल्ल राखेको छ यो ठाउँमा। कहाँ बस्ने हो हामी? पार्कमा चाहिँ यहाँको मान्छेहरू पनि आउनुभएको छ। बच्चाहरू लिएर रोड्दै हुनुहुन्छ। बच्चाहरू खेल्ने ठाउँ यो लोकेसनमा आइपुग्यो। पार्क कस्तो लागिरहेछ हाम्रो साथीहरूलाई? सबै थाकेर भ्याइसक्यो कि सेला छ। फ्यान्टास्टिक ठाउँ देखियो। पार्क खोला जस्तो पानीहरू, ढुङ्गा खोला जस्तो गरेर चाहिँ लोकेसन चाहिँ पानी थोरै राखेर ढुङ्गाहरू। अनि यतातिर चाहिँ हरियाली। देख्नु सक्नुहुन्छ पछाडि चाहिँ हरियाली। यहाँ पनि आउनु भएको छ। उहाँहरू पनि फोटो खिचिरहनु भएको छ। घुम्न आउनुभएको छ यहाँ पनि। कति दामी हरियाली, हेर्नुहोस् त कति दामी। म चाहिँ यस्तरी जाँदैछु। ल है साथीहरू, तपाईँ पनि आउनुहोस् रोडिया घुम्न छुट्टीमा टाइम मिलाएर। मलाई चाहिँ मन पऱ्यो यतातिर। पार्क त सबैलाई मनपर्छ, राम्रै हुन्छ। आज शीतल पनि गरेछ मौसम यतातिर। शीतल घाम पनि लाग्छ। बादल शीतल छ।
कस्तो लाग्यो यो ठाउँ तपाईँहरूले लाइक गरेर सब्सक्राइब गरेर कमेन्ट गरेर कस्तो छ सल्लाह दिनु होला।